हेलो नमस्ते साथीहरू हजुरहरू के गर्दै हुनुहुन्छ। आज चाहिँ मैले हजुरहरूको बिचमा हाम्रो गाउँघरमा गरिने काम जुन अनि गहुँको दाना खसाल्ने भिडियो ल्याएको छु। तपाईँहरूकोतिर कसरी गहुँको दानालाई खसाल्नुहुन्छ त्यो पनि कमेन्ट गरिदिनु होला। हाम्रोतिर चाहिँ गहुँ पाकिसकेपछि गहुँलाई काटेर सुकाइसकेपछि गहुँको दाना खसाल्ने बेलामा चाहिँ साथीहरू हाम्रोतिर चाहिँ यसरी गोरुलाई बाँडेर गोरुलाई चाहिँ घुमाएर चाहिँ हाम्रोतिर दाना खसाल्ने गर्दछ। आजभोलि कति ठाउँमा त अब मेसिनहरू पनि आइसकेको छ। तर साथीहरू हाम्रो भने गाउँघरमा यसरी नै गहुँको दानालाई चाहिँ गोरुको खुट्टाले थिचेर चाहिँ खसाल्ने गर्दछ। हजुरहरूकोतिर पनि कसरी खसाल्नुहुन्छ कमेन्ट गरिदिनु होला र यो भिडियोलाई मन पर्यो भने लाइक सब्स्क्राइब गरिदिनु होला। धन्यवाद।